मेरो दुई Hello, welcome back to another episode 3. आज म तपाईहरुको सामु वरिष्ठ कलाकार हाम्रो लोकदोही प्रतिष्ठानको उपाध्यक्ष कृष्णज्यूलाई हामी तपाईको सामु लिएर उपस्थित भइसकेका छौं। ल आज चाहिँ मिठो कुराकानी गर्छौं हाम्रो कृष्णज्यूलाई। कृष्णजी तपाईलाई स्वागत छ। धन्यवाद र नमस्कार र सम्पूर्ण भगवान रूपी दर्शकहरूलाई मेरो सांगीतिक नमस्कार। नमस्ते नमस्ते मिठो अधिराज्य मात्रै होइन, विभिन्न विदेशी ट्रोलहरूमा पनि हालेको हुन्छन् होइन। हाँसो चल्या छु। अब मान्छेलाई चाहिँ अब देखेपछि कम चिन्नुहुन्छ, तर हाँसो चाहिँ बाबाले अब भनौँ न, अब मेरो हाँसो यस्तै हो, तर एक्स्ट्रा लाग्दो रहेछ। धेरै चाहिँ विदेशी ट्रोलहरूमा युज भएको छ मेरो हाँसो चाहिँ। वास्तविक यस्तै हो। फाइनल्ली हामी चाहिँ उहाँसँग युकेमा भेट्दैछौँ है। युकेमा हो, उहाँ चाहिँ अहिले युकेमा हुनुहुन्छ। युकेको अल्डरसट भन्ने ठाउँमा हुन्छ। उहाँ चाहिँ साङ्गीतिक कार्यक्रमकै लागि चाहिँ युके आउनुभएको हो र उहाँलाई चुस्स भेट्न पाएको मौका अवसर पाएँ मैले। म एकदम खुसी पनि छु है। सानो हाम्रो अपरचट एउटा मिटिङमा सानो मैले कलमा उहाँले मेरो यस्तो उहाँको व्यस्ततालाई पनि समयलाई पनि ख्याल राखेर उहाँले मलाई एउटा समय थोरै समय दिनु, म एकदमै खुसी छु त्यो कुरामा। हाम्रो विमल भाइ होइन, सर्ट आउट टु विमल भाइ, विमल ब्रो, विमल भाइले पनि मलाई उहाँसँग भेटाइदिनु भयो। विमललाई पनि सर्ट आउट छ है, सर्ट आउट टु विमल ब्रो। ल अब हामी सुरु गरौँ त कुराकानीहरू है, त्यता एकदमै एकदमै। अनि नेपालबाटै सुरु गरौँ क्या है? जहाँबाट सुरु हजुरले सुरु गर्ने हो, म सुरुवात गरिदिने हो। नेपालबाट सुरु गरौँ। नेपालमा अब तपाईँ अहिले चाहिँ केमा व्यस्त हुन्छ नेपालमा? एकदम एक्ज्याक्ट सङ्गीतमा? नितान्त अब गीत सङ्गीतमै हो, कलाकारितामै हो होइन। अब विगत चाहिँ 2055 सालदेखि चाहिँ म यो गीत सङ्गीतमै क्रियाशील छु होइन। रेडियो नेपालबाट 16% पास गरेँ। त्यतिखेर रेडियो नेपाल मात्रै थियो होइन। हजुर, त्यो बेला भनौँ न, सञ्चार कलाकार हुनुपर्छ भने रेडियो नेपालमा गीत गाएर गीत गाउनुपर्छ होइन। भोइस टेस्ट पास गर्नुपर्छ भन्ने थियो। अब नेपाल टेलिभिजन मात्रै थियो, रेडियो नेपाल मात्रै थियो। त्यतिखेर चाहिँ कलाकार बन्नको लागि काठमाडौँमै आउन पर्ने बाध्यता थियो। त्यो अवस्थादेखि अब अहिलेसम्म नितान्त अरू म केही गर्दिनँ, कलाकारिता मात्रै गर्छु। कलाकारितामा पनि धेरै विधाहरू हुन्छन् होइन। त्यो विधामा चाहिँ अब म गायक पनि भएँ। अब गीत पनि आफै प्रायः आफ्नो गीतहरू आफै लेख्छु, आफै म्युजिक गर्छु। अनि त्यसको अलावा चाहिँ म यो कल्चर रिसर्च, अब लोकनृत्य सम्बन्धी म आफै नृत्य पनि गर्छु होइन। धेरै संसारका धेरै मुलुकहरूमा नेपाललाई रिप्रेजेन्ट गरेर नेपालका लोक संस्कृतिहरू देखाउने काम गर्ने गरेको छु। र त्यसका लागि चाहिँ हाम्रो एउटा अर्को संस्था छ, एभरेस्ट नेपाल कल्चर ग्रुप भन्ने। अनि त्यो ग्रुपले हरेक 2-2 वर्षमा चाहिँ विदेशी कलाकारहरू यता युरोपतिरबाट, अब संसारका कुना कुनाबाट चाहिँ कतिवटा देश जानुहुन्छ, 12-13वटा। त्यसका हरेक 2-2 वर्षमा चाहिँ फरक फरक कन्ट्रीका चाहिँ कलाकारहरू नेपालमा उतारेर हामीले प्रोग्राम गर्छौँ। र अरू बेला चाहिँ हामी फेरि युरोपतिर, अब संसारका कुनै पनि मुलुकहरूमा हामी चाहिँ आफ्नो नेपाललाई रिप्रेजेन्ट गरेर देखाउन सक्छौँ। अब यसको भिन्नता चाहिँ म के गर्छु भने, अब नेपालमा चाहिँ हामी आफै गर्छौँ। विदेशमा चाहिँ त्यहाँको गभर्मेन्ट, नगरपालिकाले, सरकारी माध्यमबाट, सरकारले, राज्यले आयोजना गरेको हुन्छ होइन। र कुनै पनि विकसित मुलुकले आफ्नो देशको अस्तित्व, देशको पहिचान भन्छ नि, त्यहाँको एउटा भूगोल भयो होइन। अब विकास त अब आफ्नो देशको अनुसार, धरातल अनुसार हुने कुरा भयो। अनि एउटा चाहिँ अब के गर्ने, तर संस्कृति त बोकेर लान मिल्छ नि हो। यसलाई चाहिँ मुख्य एजेन्डा बनाएर यो र चाहिँ पर्यटनलाई चाहिँ मुख्य एजेन्डा बनाएर नेपाल सरकारले गर्ने भने धेरै माथि हाम्रो देश स्थापित हुन्छ जस्तो लाग्छ मलाई। अनि त्यही काममा हामी अब गरिरहेछौँ, दौडिरहेछौँ। अब हजुर, अनि अर्को चाहिँ अब लोकदोहोरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हजुरले भनिसक्नुभयो।
त्यसको चाहिँ केन्द्रीय उपाध्यक्ष रूपमा कार्यरत छु र युके शाखा पनि छ राष्ट्रिय लोकतान्त्रिक गीत परिषद नेपाल। यहाँको चाहिँ अहिले वर्तमान अध्यक्ष चाहिँ लक्ष्मण राणाज्यू हुनुहुन्छ होइन, उहाँको कार्यसमिति उहाँहरूलाई पनि सम्झिन चाहन्छु। यो प्रोकास्टबाट यो च्यानलबाट उहाँहरूलाई सम्झिन चाहन्छु। कुरा गरिहालौँ, पहिलो हुन्छ नि अब टक्क दिमागमा चट्ट आउँदाखेरि चाहिँ सङ्गीत होइन। कसरी तपाईँ इन्फ्लुएन्स हुनुभयो, कसरी तपाईँलाई चाहिँ सङ्गीतप्रति यो साधनातिर तपाईँ लाग्नु? म सानैदेखि गाउँथेँ, नाच्थेँ होइन। मेरो आमाले एकदमै राम्रो गाउनुहुन्थ्यो, राम्रो नाच्नुहुन्थ्यो। सायद मेरो कलिलो आँखाले आमाको नाच हेरेँ, आमाको गीत सुनेँ होला, त्योबाट प्रेरित भएँ होला। र पहिलो प्रेरणाको स्रोत चाहिँ मेरो आमालाई दिन्छु होइन। त्यसपछि स्कुले जीवनमा चाहिँ गाउने नाच्ने, स्कुलमा चाहिँ स्कुलव्यापी प्रतियोगिताहरूमा नाच्ने गाउने अनि केही पोजिसन ल्याउने गर्थेँ होइन। अनि त्यहाँबाट पनि प्रेरणा मिल्यो। अनि त्यसपछि छिमेकीहरूले, गाउँमा त छिमेकीहरूले नि कुरा काट्ने हुन्छ नि त, अनि तेरो छोरा कलाकार भयो भने त गरी खाला, अब नत्र त गरी खाँदैन, अल्छी छ भन्ने कुरा चाहिँ काट्नुहुन्थ्यो होइन। त्यही भएर त्यहीँ एउटा मेरो धरातल भनेको त्यो गाउँ बस्ती, धुलो माटो, स्कुल होइन, उकाली ओह्राली। हजुर, एकदमै एकदमै एकदमै। अन्त अब यसमै लाग्नुपर्छ भनेर कसरी भयो? यही अब मेरो कर्मै यही हो, अब मैले चाहिँ यसमै लाग्नुपर्छ, सायद यसले नै मलाई अब के अरे गरी खाने बाटो दिन्छ भन्ने जस्तो चाहिँ तपाईँलाई कहिले लाग्यो त्यो चाहिँ? जब म एसएलसी दिएँ 2055 सालमा एसएलसी दिएपछि, एसएलसी दिने बित्तिकै म कलाकार बन्छु भनेर दिनुहोस् आमा भाडा भनेर, भाडा चाहिँ काठमाडौँसम्म आउने भाडा लिएर त्यसरी काठमाडौँ पसेको एउटा भनौँ न गाउँले केटो होइन। अनि त्यहीँबाट मेरो सङ्घर्ष, काठमाडौँको सङ्घर्ष, गीत सङ्गीतको कलाकारिताको सङ्घर्ष त्यहाँबाट मेरो सुरुवात हुन्छ। जति नै मैले अब यसो बुझ्दै आएको हाम्रो लोकगीत गायकहरू हुनुहुन्छ होइन, हजुर, धेरैको चाहिँ मान्छेहरू धेरै चाहिँ उहाँहरू चाहिँ धेरै नै काठमाडौँ नै छिर्नु पर्ने रहेछ कलाकार बन्नलाई भन्ने कुरालाई तपाईँले के भन्नुहुन्छ, कसरी हेर्नुहुन्छ? अब अहिलेको सञ्चार माध्यमको विकास, प्रविधिको विकाससँगै चाहिँ अहिले चाहिँ त्यति आवश्यकता छैन। तर त्यतिखेरको अवस्था जुन बेला म आउँदै थिएँ त्यतिखेर चाहिँ रेडियो नेपाल मात्रै थियो। रेडियो नेपाल सिंहदरबार काठमाडौँ होइन, अनि क्षेत्रीय प्रसारण पोखरा, क्षेत्रीय प्रसारण उता सुर्खेत होइन। अनि त्यतिखेर चाहिँ कलाकार बन्नको लागि काठमाडौँ छिर्नै पर्छ भन्ने चाहिँ थियो होइन। अनि काठमाडौँ आएपछि न स्टुडियोहरू गीतहरू रेकर्ड गर्न अथवा रेडियो नेपालमा गीत गाउन अथवा आफूलाई कलाकारितामा राष्ट्रियतासँग जोड्नलाई चाहिँ काठमाडौँ आउनै पर्ने बाध्यता थियो। त्यो अवस्थाले हामी काठमाडौँ आएर सङ्घर्षका त कुरै छोडौँ, अब सङ्घर्षको त कुरै छोडौँ। भूगोलका हिसाबले सल्यान होइन, अनि त्यहाँबाट काठमाडौँमा चाहिँ 2-3 महिनामा कोही सल्यानको मान्छे भेटिहाल्यो भने पनि ओहो भनेर आफ्नो घरमा गए जस्तो, गाउँमा गए जस्तो आभास हुने होइन। त्यो अवस्थामा अब सहरमा त्यतिखेरको काठमाडौँमा चाहिँ लोकगीत गाउनेहरूलाई हे भनेर हेला गरिन्थ्यो। चलेकै कलाकारहरूलाई पनि हामी त भर्खर आएर स्ट्रगल सङ्घर्षहरू पाइला चाल्दै गरेको एउटा गाउँले केटो। अब स्ट्रगलको सङ्घर्षको त कुरै छोडौँ, सङ्घर्ष हरेकको आफ्नो हुन्छ। भैँसीकै सिङ भैँसीलाई भारी हुन्छ, बाख्राको सिङ बाख्रालाई नै भारी हुन्छ भने जस्तै आफ्ना कथाहरू हुन्छन्, आफ्ना सपनाहरू हुन्छन् होइन। अनि त्यो दुःखका कुराहरू सम्झिँदा अहिले चाहिँ त्यो त्यही सङ्घर्षले सिकाउने जिन्दगीलाई वास्तवमा जसले चाहिँ दुःख गर्न जानेको छ, दुःख गरेको छ अथवा दुःख पाएको छ होइन, त्यसले चाहिँ जिन्दगीको अर्थ राम्रोसँग बुझ्छ जस्तो लाग्छ मलाई। त्यही भएर मान्छेले तपाईँको यो जति नै सङ्घर्षको यात्रा थियो नि, हजुर, यो सङ्घर्षको यात्रा तपाईँले दोहोरी पनि गाउनु भयो? दोहोरी साँझमा त धेरै गाइयो, धेरै समय दोहोरी साँझमा गाइयो। अब दोहोरी साँझको एउटा एकदमै मिठो सम्झना सुनाउनु न। दोहोरी साँझको सम्झना चाहिँ अब जस्तै जतिखेर चाहिँ मलाई हामी जुन बेला हाम्रो दरौदी भनेको चाहिँ राजु परियार अनि बद्री पङ्गेनी होइन, अनि विमलराज छेत्री अनि शिला आले होइन,
उहाँहरू म चाहिँ उहाँहरूसँगै गीत गाउन थालेको। उमेरले उहाँहरू दाइ हुनुहुन्छ, तर हामी सँगै स्ट्रगल गरेको, सँगै सङ्घर्ष गरेको, सँगै दोहोरी साँझमा गाएको। अनि त्यतिखेर चाहिँ दोहोरी साँझमा गाउन थालिसकेपछि मैले चाहिँ कसरी चाहिँ गेस्टलाई, आएको पाहुनालाई आकर्षित गर्ने भन्ने दिमागमा लाउँथेँ। म नाच्ने पनि मान्छे होइन, अनि बेला बेलामा उठेर नाचिदिने गाउँदा गाउँदै। पहिला पलेटी कसेर गाइन्थ्यो होइन, अहिले नाच्ने स्टेजहरू छन् होइन दोहोरी साँझमा। अनि भनौँ न अब दोहोरी साँझको लागि उपयुक्त कलाकार थिएँ होला सायद होइन। अनि मैले अब आधुनिक गीत सङ्गीत पनि अलिअलि गाइदिने, अनि बजाउनु पर्ने बजाउने, एनाउन्स गर्ने, नाच्ने, अनि प्लस गाउने होइन। भएपछि साहुहरूको नजरमा, दोहोरी साँझका सञ्चालकहरूको नजरमा चाहिँ म पर्थेँ र उहाँहरूले चाहिँ अब डिमान्ड गर्नुहुन्थ्यो। त्यतिखेर चाहिँ चल्दा पूर्जा भनौँ न, अब त्यहाँ काठमाडौँका दोहोरी साँझमा सबैभन्दा डिमान्डेड कलाकार को हो भन्दाखेरि मेरो नाम पनि अग्रपन्थीमा आउँथ्यो। त्यतिखेरको चाहिँ स्वर्णिम अवस्था, स्वर्णिम एउटा काल होइन। आफूलाई चाहिँ सबैले मन पराइदिएको, दोहोरीका सञ्चालकहरूले पनि मन पराइदिएको त्यो अवस्था चाहिँ अझै पनि सम्झिन्छु। कुन चाहिँ एकदम मिठो एकदम जस्तै यति मजा हो त्यस्ता मजाहरू धेरै छन् होइन। एउटा मजा चाहिँ रेडियो नेपालमा म चाहिँ च्यातिएको जाँगे होइन। अब गीत प्रतियोगिता, लोकगीत प्रतियोगिता, तर च्यातिएको जाँया, च्यातिएको कोट, च्यातिएको टोपी लाएर अनि यस्तो छड्के झोला भिरेर गाउँले बनेर अनि ट्याक्क दोहोरी त्यो लोकगीत प्रतियोगितामा रेडियो नेपालमा गाएर अनि मैले गाएको गीत सर्वोत्कृष्ट, त्यो भनौँ न त्यो प्रतियोगितामा सर्वोत्कृष्ट हुँदाखेरि चाहिँ त्यो सानो अंश यहाँहरूलाई गाउँलाई माथि कुमाख तल थरेकोट बिचैमा सल्यानमालै, बिचैमा सल्यानमालै, बिचैमा सल्यानमालै। जता जान्छु ठक्कर खान्छु भएन कल्याणमालै, भएन कल्याणमालै, भएन कल्याणमालै भने यो मालै भाका हाम्रोतिरको साँच्ची त्यतिखेर चाहिँ हजुर एकदम वेदनामा लेख्नु भयो त्यो गीत। अब त्यो अवस्थामा त्यो यो अवस्थाको गीत गाउँदा साँच्चीकै एकदम भावनामा डुबेर होइन, एउटा कलिलो केटो होइन। अनि हजुर, अनि त्यतिखेरको चाहिँ याद आउँछ। त्यो मेरो सायद पहिलो सफलता पनि थियो, किनकि राष्ट्रिय स्तरमा देशभरिबाट 4-5 हजारजना चाहिँ आउँथे होइन। एकदमै हाम्रोतिरको भाका हो, जस्तै आफ्नो आफ्नो भूगोलको लोकभाका गाउन लोकगीत सम्मेलन हुन्थ्यो होइन फागुनमा, त्यो भव्य हुन्थ्यो। अब नमिठो अब दुःख लाग्दो त दुःखका छेनहरू त कति छन्। काठमाडौँको पेटीमा काँचो चामल खाएर पनि भोक टारेर पेटीमा बसेको रातहरू पनि छ होइन। सबैभन्दा दुःखको छेन चाहिँ मलाई के लाग्छ भने, मैले सबैभन्दा मेरो आमालाई माया गर्थेँ र मेरो आमालाई 2067 सालमा मैले गुमाएँ होइन। आमा स्वर्गीय हुँदा चाहिँ सबैभन्दा मलाई दुःख लागेको चाहिँ लाइफको जीवनको सबैभन्दा ठुलो चोट चाहिँ मेरो आफ्नो दुःखभन्दा पनि आमालाई गुमाउँदा चाहिँ दुःख लाग्छ। किनकि आमा भनेको वास्तवमा साक्षात् जिउँदो भगवान खोज्छ नि मान्छेले, भगवान खोजेर भौतारिरहेको हुन्छ, मन्दिर धाउँछ, कता जान्छ, के गर्छ, गर दशा पाल्छ, सत्यनारायणका पूजाहरू लाउँछ होइन, धेरै ठाउँ जान्छ नि। तर सबैभन्दा साक्षात् जिउँदो भगवान भनेको कसैको पनि आमा हो जस्तो लाग्छ मलाई। किनकि
कुनै पनि आमाले आफ्नो छोराछोरीको कुभलो चिताउँछ जस्तो लाग्छ, एकदम निस्वार्थ माया हुन्छ। त्यसैले चाहिँ आमालाई गुमाउँदा चाहिँ सबैभन्दा ठुलो पीडा चाहिँ मलाई त्यतिखेर भएको हो। आमा भन्ने सम्झिँदा के लाग्छ तपाईँलाई? आमा त सबै हो नि, सबै थोक हो। आमा एउटा संसार हो, आमाले नै संसार देखाएको होइन। आमाले नै चाहिँ गुमुत सयाएर भनौँ न जन्माएर त्यस गुमुत सयाएर हुर्काएको, कतै चोट लाग्ला कि कतै चिसो लाग्ला कि होइन। आमाको त अब मलाई लाग्छ अब कुनै पनि सन्तानले आमाको गुण तिर्न सक्दैन जीवनमा होइन। अब के को अब जीवन भनेकै आमा जस्तो लाग्छ। जीवन जिउन मान्छे नै बनाएको आमाले हो, संस्कारमा हिँडाएकै आमाले हो। आमाको गाली, आमाको झापट, आमाको माया सबै हाम्रो लागि आशीर्वाद हो। त्यसैले हामीले समाजमा देख्ने गर्छौँ नि, धेरै आमाहरू छोराछोरी हुन्छन्, हुने खाने हुन्छन्, ठुलो प्रगति गर्छन्, अनि आफ्नो श्रीमतीको बुहारीको भनौँ न आमाको बुहारीको कुरा सुनेर आमालाई धेरै आमाहरू चाहिँ वृद्धाश्रममा गएर एक्लो जीवन बिताउन बाध्य छन् होइन। त्यस्तो मान्छेहरूलाई चाहिँ तपाईँहरूले जुन एउटा प्राप्ति गर्नुभएको छ त्यो आमाकै कारणले प्राप्त भएको हो होइन। र तपाईँले हेला गर्नुहुन्छ, आमालाई हेला गर्नुहुन्छ, माया गर्नुहुन्न, टाढा राख्नुहुन्छ। आज भनौँ न बुढेसकालमा मर्ने बेलामा चाहिँ सेवा गर्ने बेलामा चाहिँ तपाईँहरूले आमालाई टाढा राख्नुहुन्छ भने त्यो दिनदेखि तपाईँको जीवन ओह्रालो लाग्छ जस्तो लाग्छ मलाई। किनकि आमा भनेको भगवान्लाई कसले हेला गर्न सक्छ होइन। त्यसैले म एउटा सानो उदाहरण दिन्छु, इक्जाम्पल, एकदम साँचो कुरा होइन। हाम्रो गाउँको एउटा मान्छे, कुनै मान्छे काठमाडौँको सहरमा आउँछ, अनि काठमाडौँ सहरमा आएर अनि पढ्छ, लेख्छ, प्रगति गर्छ, जागिर खान्छ होइन, अनि बिहा गर्छ, अनि घर बनाउँछ काठमाडौँमा, अनि त्यसपछि आमालाई लिएर आउँछ। आमा त्यो छोराको प्रगति देखेर एकदम खुसी भएर ह्याप्पी भएर त्यो काठमाडौँको घरमा बस्नुहुन्छ होइन। अनि दिन बित्दै जान्छ, अनि भोलि पर्सि अनि दिन बित्दै जाँदाखेरि चाहिँ श्रीमतीको कचकच 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 होइन, आमाको कारणले अनि कचकच सुरु हुन्छ। अनि त्यसपछि एक दिन त्यही छोराले पशुपतिमा लिएर, या आमा तिम्रो बुहारीले बस्न खान दिएन, तिमी आजदेखि यहीँ बस, म बरु बेला बेलामा भेट्न आउला भनेर पशुपतिमा छोडेर जान्छ अफिस होइन। जाँदाखेरि अनि अफिसबाट घर आउँदा फेरि आमालाई घरै देख्छ। अनि बेसरी रिसाएर झर्केर, ए आमा किन आएको, तिमीलाई मैले बिहान छोडेको ठाउँमा बस्न पर्दैन, तिम्रो लागि मेरो घरको ढोका त बन्द भइसक्यो भनेर कराउँछ। अनि आमाले भन्नुहुन्छ, हेर छोरा, त सानो थिइस् गाउँमै छँदा, जब म बजार जान्थेँ, ए आमा मलाई जेरी ल्याइदेऊ है भन्थिस्, अनि मैले त्यो जेरी धोतीको पोल्टामा हालेर ल्याइदिन्थेँ होइन। अनि त्यो जेरी मेरो काखमा बसेर कति मिठो मानेर खान्थिस् होइन। आज तैँले मलाई त्यहाँ वृद्धाश्रममा पशुपतिमा छोडिस्, अनि एकछिनपछि को बाबु आउनुभयो, त्यो बाबुले म जस्तै आमाहरूलाई, धेरै आमाहरूलाई जेरी बाँड्नुभयो। जब त्यो जेरी मेरो हातमा पर्यो नि, मलाई झलक्क तेरो याद आयो। ओहो, छोराले त सानो छँदा कति मिठो मानेर खान्थ्यो, यो जेरी म एक्लै कसरी खाऊँ, कम्तीमा यो छोरालाई छोडेर आउँछु भनेर जेरी छोड्न आँकी, तेरो घरमा बस्न आँकी होइन भनेर त्यो जेरी छोडेर जानुहुन्छ क्या आमा। अनि भनेपछि आमा कति विशाल हो भन्ने कुरा त त्यो सानो इक्जाम्पलबाट थाहा हुन्छ। त्यसैले चाहिँ आमा त मेरो लागि सर्वथोक हो, सबै थोक हो। सबै थोक गुमाउँदाको दिन सबैभन्दा म दुःखी थिएँ। कुरा एकदमै सेन्टिमेन्टल भयो। अब यो कुरालाई चेन्ज गरौँ। अर्को कुरा चाहिँ स्कुल लाइफमा के छ? स्कुल लाइफमा हामीले नै मलाई पनि कहिलेकाहीँ स्कुल लाइफको कुराहरू याद आउँछ। साथीभाइसँग, इष्टमित्रहरूसँग, साथीसँग रमाइलो गरेको पल छ कुनै नट्टी भएको एकदम हुन्छ नि। एउटा साथी छ अहिले डिएसपी छ होइन, ऊ अत्यन्तै छट्टु नट्टी टाइपको होइन। उसले हामीलाई कुटाइ खुवाएको छ कि 10 कक्षामा पढ्ने होला। अनि 10 कक्षामा के गर्यो भने स्कुलमा गयो, स्कुल गएपछि लाइन लागिन्छ नि, 10 बजे ट्याङ घन्टी लाग्छ, अनि लाइन लागिन्छ नि त। हो त्यो लाइन लाग्ने बेला अनि ऊ छिटो गएर बेन्चमा, केटीहरूको अगाडिको केटीहरू बस्ने सबै बेन्चमा, अनि त्यसपछि सर बस्ने त्यो कुर्सी टेबलमा होइन। अनि त्यो वनको कौसो हुन्छ क्या, कौसो, त्यो कौसोलाई यस्तो लट्ठीले, अब कौसो कहाँबाट ल्याएर राखेर चाहिँ यसै झारेर
अनि त्यो लाइनमा गयो होइन। लाइनमा गएपछि हामी अब क्लास लाग्यो, क्लासभित्र गयौँ। अनि त्यसपछि उसले मन मिल्ने साथीहरू हुन्छ नि, जस्तै हामीलाई अनि कानमा आएर हेर है एकछिनपछि केटीहरूले कसरी कनाउँछन्, किनभने मैले कौसो छोड्दैछु भन्छ, नभने चाहिँ कसैलाई भन्छ होइन, फेरि अर्को साथीलाई भन्छ। अनि हामी एकदम के गर्छन् त भनेर एक्साइटेड भएर केटीहरूलाई हेरिरहेको छौँ होइन। केटीहरूलाई कुसमुकुस भयो, चिलाउनु थाल्यो नि त त्यो कौसो त होइन। अनि चिलाउनु थाल्यो चाहिँ अब कसैले एकदम लाज भनौँ न, त्यो त्यतिखेर अब त्यो अवस्थामा एकदमै केटीहरूलाई शर्म मान्ने अब केटीहरूले होइन हुन्थ्यो। अनि त्यसपछि सकि नसकी सर कसैले बिस्तारै यसो कनाए जस्तै गरेर गइरहेको छन्। अनि सर आउनुभयो पहिलो घन्टीको होइन। अनि सर अनि हाजिर गर्दै हुनुहुन्थ्यो। हाजिर गरेको आधा हुँदै थियो, उहाँले सरले चाहिँ होइन त्यो सरको टेबलमा पनि त हालिदिएछ नि त। अनि चिलायो होइन सरलाई पनि। अनि होइन के चिलाए जस्तो भयो भन्ने बित्तिकै केटीहरूले मुख खोलिहाल्यो, सर हामीलाई त झन् असह्य भएछ, यो के कसले के कौसो हालिदिएछ यहाँ भनेर भनेपछि सर त्यो हाजिर छोडेर अनि प्रिन्सिपल सरलाई भनौँ न, हेड सरलाई बोलाइदिनु भयो होइन। हेड सरलाई बोलाएपछि अब कौसो फलाना हालेको भने साथी हो भन्नु भएन होइन। कसैले त हालेको हो नि त। अनि कसैले नाम नदिएपछि केटीहरूलाई त्यो दिन छुट्टी, अनि त्यो सरलाई पनि छुट्टी। अनि हामीलाई चाहिँ आधा घन्टासम्म यस्तो मुर्गा बनाउने भन्थ्यो नि होइन, त्यो बनाएर अनि सरले पिटेको चाहिँ त्यो नमिठो घटना भयो भने जीवनमा चाहिँ कालान्तरमा चाहिँ त्यो याद आउँदो रहेछ क्या स्कुले जीवन। अनि अब अर्को कुरा सोधिहाल भाइ, माया विरतीको के छ त नि केस? बैँसामा स्याल घोरले हुन्छ, स्याल पनि घोरले हुन्छ भने जस्तै सबैको बैँसामा माया हुन्छ। सायद हजुरको पनि थियो होइन। हुन्छ नि एउटा समय हुन्छ क्या, केटीले टक्क टाढैबाट मुस्कान छर्दै पनि लप परे जस्तो हुने होइन। होइन माया त सबैको हुन्छ। गाउँमै थियो कि काठमाडौँ आएपछि माया बस्यो? काठमाडौँ आएपछि कलाकार भइसकेपछि होइन। म काठमाडौँ आउने बित्तिकै कलाकारै भएको नि त। अब त्यही बेला अब कलाकारितामै स्ट्रगल सङ्घर्ष गरेर आएको कसैसँग माया बस्यो। माया यसरी बस्यो कि यसरी समर्पित भइयो कि संसारै यही हो के अरे होइन, तारा झार भने पनि झारिदिन्छु टाइपको। पछि 7-8 वर्षपछि चाहिँ हाम्रो सक्सेस भएन भनौँ न, छुट्योपछि त्यो पीडामा मैले 2-3 गीत चाहिँ गरेको छु। फेरि त्यो छुटेको वेदनाका बिचबाट आफ्नो माया एउटा सम्झौता हो होइन। सम्झौता सुमधुर हुन्जेलसम्म उसले आफूलाई गर्ने जिम्मेवारी, आफूले उसलाई गर्नुपर्ने जिम्मेवारी भनेकै सम्झौता त हो नि होइन। सम्झौता हो। अब त्यो सम्झौता कहिलेसम्म सुमधुर हुने भन्ने चाहिँ त्यो एकअर्कामा भर पर्छ। अब यत्रो वर्ष तपाईँ काठमाडौँमा दुःख गर्नुभयो होइन, सङ्घर्ष गर्नुभयो। अनि अहिले हाम्रो राष्ट्रिय लोकदोहोरीको प्रतिष्ठानको तपाईँको अध्यक्ष हुनुहुन्छ। विभिन्न तरिकाले तपाईँको जीवनमा धेरै कुराहरू परिवर्तन पनि आएको छ। अहिले युकेमा आउनुभएको छ होइन, कति धेरै कुराहरू त सङ्घर्षबाट तपाईँले अहिले यहाँसम्म आइपुग्नु भएको छ। यो सबै जीवनकालको अवधि सल्यान काठमाडौँ होइन, अनि अहिले युके हरेक यो सबै अवधिको लाइफलाई यसो निहालेर हेर्दा जीवन के रहेछ? जीवन त एउटा अब यात्रा गरिरहेको छु, यात्रै हो होइन। जन्मेबाट सुरु हुन्छ। जन्म चाहिँ अब हाम्रो यात्राको चाहिँ तपाईँको यात्राको भोगाइलाई हजुर कसरी निहाल्नुहुन्छ? जीवन सिकाइ हो, भोगाइ हो होइन, अनि अनुभव हो। अब मैले कम्तीमा तपाईँको जीवनको भोगाइ, तपाईँको यात्रालाई यत्रो वर्ष भोग्नुभयो, यत्रो वर्ष तपाईँले यात्रा गर्नुभयो, यो यात्रा यो भोगाइलाई तपाईँले चाहिँ के पाउनुभयो?
मैले कम्तीमा आत्मसन्तुष्टि पाएको छु। अब मलाई चाहिँ कलाकारितामा गरेर जस्तै म 27 वर्ष भयो गीत गाउन लागेको होइन। 27 वर्षसम्म म खाडी मुलुकमा कतै बसेको भए पनि मैले अहिले भौतिक रूपमा अहिले काठमाडौँमा घर बनाउँथ्यो होला होइन। काठमाडौँमा घर छैन होइन। र पनि सन्तुष्टि छु, मेडिटेसन छु। किनकि हजुरले पनि अब यहाँ मैले म्युजिकहरू देखिरहेको छु होइन, बाजाहरू, गिटारहरू, किबोर्डहरू। हाम्रो काममै के हुन्छ भने काममै रमाइलो हो क्या। हाम्रो कर्मै रमाइलो हो, कर्मै चाहिँ मेडिटेसनको एउटा कुनै सूत्र हो होइन। हाम्रो हार्मोनियम बजाउँदै गर्दा, मैले कम्पोज गर्दै गर्दा हार्मोनियमको सुरसँगै मेरो माइन्ड, मेरो आत्मा, मेरो चाहिँ दिमाग मेडिटेसन भइरहेको हुन्छ क्या। त्यसको रिल्याक्स होइन, एउटा हार्मोनियमको सुरसँगै मेडिटेसन भइरहेको हुन्छ। र त्यही कुराले हामीलाई चाहिँ जिउन सिकाएको जस्तो लाग्छ। अनि कुनै एउटा गीतकारले गीत लेख्दै गर्दा एउटा कल्पनामा, इमेजिङमा डुबेर होइन, त्यो शीर्षकभित्र हराएर होइन चाहिँ लेखिरहेको, गहिराइभित्र डुबेर लेखिरहेको हुन्छ। र त्यसमा पनि एउटा मेडिटेसन छ, त्यसमा पनि आनन्द छ होइन। वास्तवमा सिर्जनामा आफ्नो कर्ममा सन्तुष्टि छु। त्यही सन्तुष्टिले नै बाँचिरहेको छु, जिरहेको छु। दर्शक श्रोताको माया यस्तो वर्ष तपाईँले भोग्नुभयो जीवनमा। अब टक्क तपाईँलाई चाहिँ सपोज एक्जाम्पल पास्टमा अथवा प्रेजेन्टमा तपाईँलाई कुनै कुरा मैले यो कुरा चाहिँ मैले परिवर्तन गरेको भए दामी हुन्थ्यो, मैले त्यहाँ चाहिँ खतरा मिस्टेक गरेँ, यदि त्यो फेरि रिपिट भयो भने चाहिँ म त्यहाँ चाहिँ मैले यो गर्थेँ भन्ने त्यस्तो केही छ? त्यो हुनै नसक्ने कुरा चाहिँ कल्पना गर्छु फेरि। यदि त्यस्तो केही रिग्रेट अथवा के, यदि त्यो समय मैले यो गरेको भए यस्तो दामी हुन्थ्यो, तर मैले त्यो गरेँ, मिस्टेक भयो यार, बिगेस्ट मिस्टेक, यदि समय फेरि फर्केर आएर त्यस्तो हुने भयो म यो गर्थेँ भन्ने टाइपको त्यस्तो केही छ? त्यो त धेरै छ, त्यो त के धेरै छ। धेरैमध्ये एउटा भनौँ, काठमाडौँमा म आउने बेलामा काठमाडौँमा एकदमै सस्तो थियो, कमाइ राम्रो थियो, गीत गाउँथेँ होइन, कमाइ राम्रो थियो। कम्तीमा यसो जोडेको भए चाहिँ 1 महिनामा एउटा घडेरी जोड्न सक्ने हैसियत थियो कुनै बेला होइन। त्यो समय चाहिँ एउटा घडेरी पनि छैन अहिले। उडाउने भन्दा पनि खै उडाएको हो कि गएको त्यो चाहिँ थाहा भएन। तर त्यतिखेरको समयलाई सदुपयोग गरिएन, सही सदुपयोग गर्न जानिएन। बाटो देखाउने मान्छे पनि थिएन होइन। गाइडलाइन पनि हुनुपर्छ कि जीवनमा होइन। अनि गाइडलाइन मात्रै दिने, सल्लाह मार्गदर्शन गर्ने मान्छे मात्रै भेट्यो भने वास्तवमा त्यो जीवनमा धेरै ठुलो हुनसक्छ होइन। त्यो अवस्थामा चाहिँ आफूलाई चाहिँ सही सदुपयोग गर्न सकिएन। भौतिक सुख पाइन्थ्यो होला अहिले, त्यही हो। त्यही त है। अब तपाईँको जति नै अहिले तपाईँले अहिलेसम्म कतिवटा गीतहरू रेकर्ड गर्नुभयो अरे? अब गन्या छैन। अब लगभग हाराहारी भनौँ न 500-700 त गाइयो होला होइन। गीतै मात्रै गाएको भए धेरै गाइन्थ्यो होला। अब म चाहिँ अब यता डान्सतिर पनि, म्युजिसियनतिर पनि, कलाकारिता चाहिँ कलाकारितै। तर एउटै व्यक्ति कहिले कतै म्युजिसियन भएर गएको छ, कतै डान्सर भएर गएको छ होइन। अनि यही गीत सङ्गीतमै अब छु, क्रियाशील छु। त्यही 500-700वटा गाइयो होला मेरो विचारमा। मेरो अब वास्तवमा मेरो जीवनको पहिलो एल्बमकै गीत एउटा चलेको थियो, त्यो बेला अडियो क्यासेट हुन्थ्यो होइन। त्यो गीत पनि हाम्रोतिर एकदमै राम्रो चलेको हो। खानालाई तितो छ करेली भन्ने थियो होइन। हुन्छ त्यो मेरो चाहिँ यो चाहिँ 2058 सालतिर गरेको जस्तो लाग्छ मलाई होइन। गाम होइन त, अलिकति ठट्यौली पारेको छ यो। मैले स्कुले जीवनमा गाउँथेँ, अनि पछि त्यो एल्बममा गाएको।
हे केको कुटको सुपारीको कुटको ए ठुली परे झनै हल्की मझिल्के चाहिँ पुटको हिजो राति रोदी घरमा मलाई हेरी राखी ठुली भनी नजिक गएको मेरी आमै मुख छोपेर भागी खानालाई तितो छ करेली नबोले झिम्काइदेऊ परेली ए खानालाई तितो छ करेली नबोले झिम्काइदेऊ परेली ए खानालाई तितो छ करेली नबोले झिम्काइदेऊ परे ल है चट चट भाले बास्यो पोथी क्वाँट 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 यो चाहिँ मेरो पहिलो जीवनको एल्बमको पहिलो गीत हो है हजुर कस्तो मिठो रहेछ यो गीत तपाईँको गीत त्यस्तो राम्रो रहेछ अघि त्यो पहिले सल्लाह भन्ने गीत पनि कति राम्रो रहेछ राम्रो एकदमै राम्रो गाउनु थ्याङ्क यू हजुर आज म हजुरलाई कफी खुवाउँछु प्रशंसा गरेको उपलक्ष्य त्यो त हामी तपाईँको जीवनको कुराहरू कहानीहरू पनि अलिअलि सुन्यौँ बुझ्यौँ होइन धेरै कुराहरू हामीले गऱ्यौँ अनि यो युकेमा चाहिँ अहिले तपाईँ अब चाहिँ युके आउनु भएको छ युकेमा चाहिँ तपाईँको प्लान चाहिँ के छ युकेमा अब युकेवासी सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू होइन जति हुनुहुन्छ अब 2-3 महिना कति बसिन्छ यो बिचमा चाहिँ उहाँहरूलाई चाहिँ भेटघाट अनि नजिकबाट चिनजान गर्ने होइन अनि यो समयमा यो समरको समय रहेछ होइन समरको समयमा चाहिँ उहाँहरूको पिकनिक यताउता विभिन्न कार्यक्रमहरू हुने होइन अब त्यसमा त्यहाँ गएर यहाँहरूलाई नचाउने आफ्ना गीतहरू नजिकबाट सुनाउने इच्छा छ होइन अब कम्तीमा चाहिँ युकेमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ नजिकबाट आफूलाई चिनाउने कोसिस गर्ने एउटा इच्छा छ भनौँ न अब त्यही भएर चाहिँ सम्झिनुलाई पनि भन्न चाहन्छु र अर्को चाहिँ म चाहिँ एउटा कस्तो कलाकार हो भने बढी चाहिँ आफ्नोभन्दा पनि मैले चाहिँ बढी आफ्नो क्षेत्र र आफ्नो राष्ट्रको चिन्ता गर्ने मान्छे छु होइन अनि त्यो कारणले पनि म चाहिँ संसारमा धेरैवटा देश गइसकेँ तर म बसेको छैन म बाहिर बस्ने गरी चाहिँ पलायन हुन परोस् भन्ने इच्छा पनि छैन होइन अनि म जहाँ जान्छु वास्तवमा नेपाललाई माया गर्ने नेपाली चाहिँ भूगोलभन्दा टाढा हुनुहुन्छ अर्थात् नेपालभन्दा बाहिर जति पनि नेपाली हुनुहुन्छ नि जस्तै युकेमा हुनुहुन्छ युकेमा बस्ने नेपालीलाई बढी नेपालीपन नेपाली संस्कृतिको नेपाली कलाकारलाई होइन नेपाललाई अनि माया गर्ने साँचो मनले माया गर्ने पाउँछु के अनि वास्तवमा देशभन्दा बाहिर चाहिँ म नेपाली हो है चाहे हजुर पोखरा हुनुहुन्छ म सल्यान्छु होइन त हामी एउटा नेपाली भएको नाताले हजुरले यहाँ मलाई बोलाउनु पर्छ म हजुरसँग आछु होइन यो इन्भाइरोमेन्ट अहिले नेपालभित्र छैन कि यो काङ्ग्रेस यो एमाले यो माओवादी होइन एउटा त्यसरी परिचित गरिन्छ अनि भने नेपालभन्दा बाहिर चाहिँ म नेपाली हुँ भन्ने एउटा आभास दिलाउनको लागि चाहिँ नेपाल बाहिरै दुईवटा नेपाल छ अहिले भूगोलभन्दा बाहिरको नेपाल र भूगोलभित्रको नेपाल छ होइन भूगोलभित्रको नेपालमा थोरै मान्छे होलान् अब राज्य राम्रो होस् राज्यमा केही गरौँ होइन भन्ने एउटा सोच भएको नत्र नेपालभित्र भएका नेपालीहरूको चाहिँ प्राय फ्रिडम छ कुरा काट्ने अरूको नकारात्मक सोचबाट चाहिँ बिहानीको सुरुवात गर्ने होइन अनि राज्य बनाउने संयन्त्रका मान्छेहरू पनि त्यस्तै होइन अब कसरी हुन्छ देशलाई लुट्ने आफू बन्ने होइन मात्र आफू बन्ने देशलाई बनाउनुको साटो आफू मात्र कसरी बन्ने भन्ने चाहिँ तछाड मछाड लुछाचुडी छ होइन त्यसैले चाहिँ नेपाल बन्छ होला कि बन्दैन होला भन्ने अहिले चाहिँ म पहिला चाहिँ बन्छ होला आशा लाग्थ्यो भरोसा लाग्थ्यो होइन अहिले चाहिँ नितान्त एकदमै निराश हजुर एकदमै अलौकिक
टिम आएर नेपाल बनाउँछु भने अलौकिक एउटा भनौँ न नयाँ सोच गर्ने हिम्मतका साथ होइन छिमेकीहरूसँग च्यालेन्ज लिएर तिमीहरूले हाम्रो देश बनाउने कुरामा चाहिँ हस्तक्षेप नगर भनेर तिनीहरूसँग च्यालेन्ज लिएर एउटा रिस्क लिएर गर्ने मान्छे कोही नेता जन्मेछ भने त्यो नेपाल बन्ने आशा छ होइन। नत्र इन्डाइरेक्ट रूपमा अब छिमेकीहरूको छिमेकीहरूलाई बरु खोक्रो आदर्शले चल्दैन। अब केही न केही कि डु एन्ड डाई होइन कि गर कि या मर भन्ने अवस्थामा चाहिँ देश पुगिसक्यो र सक्छौ गर होइन बनाऊ देश होइन सक्दैनौ जिम्मा लगाइदेऊ क्या कसैलाई होइन। साँच्चीकै एकदमै खोक्रो आदर्शले हुँदैन क्या। खोक्रो आदर्शले नेपाली जनताहरू एकदमै तल्लीन भइसक्यो। एकदमै देशको चिन्ताले ग्रसित छु। अबको यही रेसियोमा अहिलेको जुन नेपाल चलिरहेछ नि यो रेसियोमा जान्यो भने अबको 10 देखि 15 ओन्ली 10 देखि 15 वर्षमा नेपाल खाली हुन्छ। धेरै अब खाली नै छ तर भोलि अझै खाली हुन्छ होइन। त्यो चाहिँ अहिलेका नेताहरूले मनन गरे जस्तो लाग्दैन कि मलाई। हामी कार्यक्रमको एकदमै अन्त्यमा छौँ तर फेरि अन्तिममा उहाँलाई फेरि अझ अन्तिम भन्दा अलिकति एकछिन पक्कामा अझै पनि किनभने उहाँको हाम्रो अहिलेको सर्वाधिक एकदम चर्चामा आएको गीत चाहिँ उहाँको एउटा गीत छ अनि उहाँ चाहिँ एलिना चलनजीले गाउनुभएको छ। एलिना चलनजी र उहाँ मिलेर गाउनुभएको गीत त्यो गीत हल्का गुनगुनाउनु मिल्छ हाम्रो यो चाहिँ हजुर प्रियङ्का कार्की र अनि हाम्रो प्रियङ्का कार्की अनि करिश्मा साई भन्ने हुनुहुन्छ अनि हामी आफै खेला छौँ। अब विमल अधिकारी विक्रम बुढाथोकी विजय पुन अनि म आफै नाच्ने कोसिस गरेको छु होइन। यो चाहिँ कुरा काटिहालेँ माफ गर्नु। हजुर लगानी कति लाग्छ एउटा गीतको? खर्चालु छ नि हजुर। गीत राम्रो गरौँ भने त अब 8-10 लाख मजाले जान्छ है। अनि त्यसको अब निश्चित बजेट आउने भनौँ न रिभ्यू आउने चाहिँ अलिक कठिनै छ होइन। र मलाई अचम्म लागेको कुरो चाहिँ के हो भने नेपाल सरकारले हरेक गाउँपालिकालाई हरेक नेपाललाई चाहिँ हरेक स्थानीय तहलाई डिजिटलाइजेसन गर्ने भन्ने अभियानमा उनीहरूको नारै छ क्या। गुगलबाट फलानु नगरपालिका खोज्दा भेटियोस् होइन। त्यो उनीहरूको अभियान छ नारा छ होइन। तर त्यही गुगलको अथोरिटी देश छैन क्या होइन। भन्नाले डिजिटल माध्यमलाई अहिलेको डिजिटल प्रविधिलाई अहिलेको सम्पूर्ण डिजिटल प्लेटफर्मलाई चाहिँ नेपाल सरकारले आत्मसात गरेर अफिसियल्ली बनाउनु पऱ्यो नि त। जस्तै गुगललाई नेपालमा अथोरिटी दियो भने हामीले फेसबुकमा फोटो अपलोड गरे पनि हामीले पैसा पाउँथ्यौँ। अनि त्यो पैसा हामीले राज्यलाई ट्याक्स बुझाएर हामीलाई गुगलले दिन्थ्यो होइन। अनि हरेक क्षेत्रबाट के एकदमै त्यो उसको अभियान छ डिजिटलाइजेसन गर्ने गुगलाइज गर्ने होइन। तर त्यही गुगललाई अथोरिटी दिएको छैन। अनि त्यही फेसबुकलाई टिकटकलाई विभिन्न चाहिँ डिजिटल प्लेटफर्मलाई चाहिँ अब अफिसियल्ली चाहिँ एक्सेप्ट गरेको छैन क्या देशले होइन। त्यो एकदमै विडम्बना छ। त्यही सिमाना पारी त्यहीँ इन्डिया आएर सिमानामा आएर हामीले फेसबुक अपलोड गऱ्यौँ भने हामीले पैसा पाउँछौँ। त त्यहीँ सिमाना पारी हामी वारी नेपालभित्र प्रवेश गऱ्यौँ भने पाउँदैनौँ क्या। अनि त्यो चाहिँ एकदमै विडम्बना छ। यस्ता कुराहरू साना कुराहरू सुधार्ने हो भने जे बेच्न मिल्छ त्यो बेच्न नमिल्ने बनाइदिएको छ। जस्तै फर इक्जाम्पल गाँजा होइन। अनि वास्तवमा एउटा स्पेन बार्सिलोनामा मैले एकजना नेपाली सरको चाहिँ गाँजा पसल छ क्या। उहाँले भन्नुहुन्थ्यो कि अनि यदि नेपाल सरकारले नेपालमा गाँजाको अथोरिटी दिन्थ्यो भने हामी डाइरेक्ट गाँजा ल्याउँथ्यौँ होइन। नेपाल सरकारलाई थोरै ट्याक्स जान्थ्यो त्यहाँको एक्सपोर्ट हुन्थ्यो होइन। यस्तो छ सर हामीले गाँजा पसलाएका छौँ तर इन्डिया थ्रो अन्य कन्ट्री थ्रो चाहिँ यहाँ आउँछ हामीले ल्याउँछौँ बेच्छौँ भन्नुहुन्थ्यो क्या होइन। त्यस्ता कुराहरू अब त चेन्ज गर्नु पऱ्यो नि त। अब त चेन्ज गर्नु पऱ्यो नि। कतारले तेल बेच्या हो भगवान् अनि देश बेच्या त होइन नि। हामीले पनि त्यस्तै गरी गाँजा बेच्न पऱ्यो
हाम्रो जडीबुटी बेच्न पऱ्यो, जल बेच्न पऱ्यो, अनि हाम्रो देशमा अलौकिक युरेनियम लगायतका खनिजहरू छन्, खनिज बेच्न पऱ्यो। हामी 10 वर्षमा कहाँ पुग्छौँ नेपाल, होइन? त्यस्ता कुराहरू एकदम विडम्बना छ। यो नेपालको कुरालाई अलि स्थगित गर्दै तपाईँको यो बहुचर्चित गीतको बारेमा बुझौँ न। यो चाहिँ नितान्त चाहिँ अलिकति युवा जेनेरेसनलाई अलिकति व्यावसायिक हुनु पऱ्यो, अहिलेको अब टिनेजरलाई पनि लक्षित गर्नु पऱ्यो भनेर गरेको गीत हो। र यसको गीत चाहिँ मन्जित पुनले लेख्नुभएको छ, सङ्गीत ऋषि खड्काले गर्नुभएको छ, मैले एलिना चौहान र हाम्रो रेशमा पुनले गाएका छौँ। ठिकै छ, यसको प्रतिक्रिया पछिल्लो गीत हो यो। हजुर, कुरै खलास युट्युबमा हेरिदिनु होला, कुरै खलास। कुरै खलास, अरू थाहा छैन, हेरिदिनुहोस् कुरै खलास। हुन्छ। ढुक्क हुनु तिम्रो बाउले पार्ने छैनन् फेला, सिसी क्यामेरा अफ गर है मायाको बेला, देऊ मायाको कलास, ल्याङ्न गर माया, ल्याङ्न गर माया, मन भए माया गर, नत्र कुरै खलास, नत्र कुरै खलास, नत्र कुरै खलास, नत्र कुरै खलास। खलास। थ्याङ्क यू सो मच, तपाईँलाई यस्तो धेरै धेरै धन्यवाद। मेरो एउटा सानो उसमा तपाईँले मेरो ठुलो प्रस्ताव चाहिँ स्वीकारिदिनु भयो, स्वीकारेर तपाईँ यहाँसम्म आइदिनु भयो, होइन? मेरो घरमा म एकदमै खुसी छु। थ्याङ्क यू। एकअर्काको परिपूरक हुने हामी त। अब मेरो कुरा कम्तीमा धेरै ठाउँ जान्छ, अनि मलाई चिन्नुहुन्छ नचिन्नेले, होइन? त्यसको माध्यम त हजुर बनिदिनु भएको छ नि त। मलाई, मेरो लागि प्लस हो, हजुरको लागि प्लस हो। हामी प्लस प्लस विन विनको उसमा अभियानमा अगाडि बढ्नुपर्छ क्या। साँच्चीकै जित र जिताऊ अभियानमा हामी सबै गयौँ भने कहीँ पनि नराम्रो छैन कि। जित अनि जिताऊ, विन विन, प्लस प्लस, माइनसको कुरै छैन क्या। जाँदै तपाईँले आउनुभयो दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ? अब यो गीत सङ्गीतको भिडमा नेपालभित्र नेपाली गीत सङ्गीतको भिडमा एउटा कृष्ण रेउले भन्ने मान्छे छ, KRSE जाने कृष्ण, REULE। मेन चाहिँ मैले भन्न खोजेँ मिनिङ चाहिँ रेउले, मेरो कास्टको चाहिँ REULE। रेउले भनेको यो क्षेत्रीय समुदायमा पर्छ, यो हाम्रो दाङ सल्यानतिर तिर पर्छ। होइन, कास्ट हो, हाम्रो गोत्र त कौशल्या हो, यो कास्टमा पर्छ, हाम्रोतिर हुन्छ। अब चलाउने पनि हुन्छ, होइन? द्वन्द्वकालको घटना सुनाऊ। एकजना हाम्रो भेना हुनुहुन्छ कि रामबहादुर चलाउने, अनि घर सल्यान, होइन? द्वन्द्व, त्यो जतिखेर माओवादी द्वन्द्वकाल थियो नि, त्यो अवस्थामा अनि काठमाडौँ आएको रामबहादुर चलाउने, अनि थानको नाकढुङ्गामा चेक हुने गाडी, होइन? अनि घर कहाँ? सल्यान। अनि नाम के हो? रामबहादुर चलाउने सिधै भन्नु भएन, के चलाउने? बन्दुक चलाउने भनेर 2-4 बुट हानिहालेछ पुलिसले, आर्मीले, होइन? होइन सर, मेरो कास्टै चलाउने हो भनेर नागरिकता देखाएपछि बल्ल छोडेको अरे। यो त्यस्तै अलौकिक कास्टमध्ये रेउले पर्छ। माया गरिदिनुहोस्, माया गर्नुहोस्, आफूले सकेको। REULE रेउले, युट्युबमा गुगलमा सर्च गरिदिनुहोस्। हाल युकेमा हुनुहुन्छ, यदि तपाईँहरू युकेबाट हेर्दै हुनुहुन्छ भने तपाईँको कार्यक्रममा, तपाईँको हरेक कुरामा उहाँलाई सम्पर्क गर्नुहोस्। र म निकट भविष्यमा यहाँबाट फर्केपछि म जहाँ जान्छु त्यहाँको परिवेशको यदि सम्भव पोसिबल भएसम्म चाहिँ गीत गर्छु। यहाँको युकेको चाहिँ स्पेसल एउटा कुनै गीत यहाँबाट फर्केपछि गर्ने पनि यहाँहरूलाई जानकारी हुन्छ। उहाँको चाहिँ यो फेसबुक लिङ्क, युट्युब लिङ्क छ, मेरो यो तपाईँको पोडकास्टमा तपाईँ राखिदिन्छु, अनि तपाईँले त्यहाँ गएर हेर्न पनि सक्नुहुन्छ।
अहिलेलाई भने हामी पनि छुट्नुपर्छ होला है, छुट्टिनुपर्छ हजुर। छुट्नुपर्छ होला। हाम्रो क्यामेराम्यानमा साथ दिनुहुन्छ हाम्रो प्रिय श्रेष्ठ अल द वे फ्रम KTM बट स्टेइङ अल द राइट ना प्रिय श्रेष्ठ। अनि हाम्रो भिडियो प्रडक्सन सबै प्रडक्सनको जिम्मा नै हाम्रो प्रिय श्रेष्ठ भाइले लिएको छ भने हाम्रो चाहिँ हाम्रो फेसन अनि हाम्रो मेकअप आर्टिस्ट सबै कुरा चाहिँ हाम्रो प्रियसा श्रेष्ठले लिनुभएको छ भने हाम्रो सबै अरू हाम्रो साउन्डको र यताउता चाहिँ हाम्रो प्रिय श्रेष्ठले नै हेरिराखेको छ। अब चाहिँ अहिले चाहिँ म चाहिँ आजको कार्यक्रमको होस्ट ड्यानियल अनि मेरो 2 शब्द पोडकास्टमा, यो पोडकास्टको नाम चाहिँ मेरो 2 शब्द है। मेरो 2 शब्द हो, 2 शब्द के हो थाहा छ? माया अथवा प्रेम हैन। मेरो 2 शब्द पोडकास्ट आज यही टुक्न चाहन्छु। टिल देन स्टे ट्युन अनि कमेन्ट गर्नुस् न यार, कमेन्ट गर्नु पर्यो अनि सब्स्क्राइब गर्नुस्। स्टिल मोर टु कम, धेरै कुराहरू आउँदैछ, धेरै व्यक्तित्वहरू आउनुहुन्छ। स्टिल त्यहाँ लाइनअप एकदम लाइनअपमा हुनुहुन्छ। अब आउने हाम्रो चाहिँ हाम्रो एउटा मेकअप आर्टिस्ट हुनुहुन्छ युकेकै, उहाँसँग पनि मेरो कुरा भएको छ। अनि हाम्रो त्यहाँ नर्स हुनुहुन्छ, उहाँसँग कुरा भएको छ। हाम्रो एज ब्यान्डको कन्सर्ट पनि भोलि पर्सि छँदैछ, उहाँसँग मेरो अलिअलि कुरा हुँदैछ। जस्ट लट अफ पिपल, लट अफ धेरै मान्छेहरू आउँदै हुनुहुन्छ। सो टिल देन स्टे ट्युन, स्टे कनेक्टेड। थ्याङ्क यू सो मच एभ्रिवान। धन्यवाद धन्यवाद तपाईँलाई, धेरै धेरै धन्यवाद हजुरलाई, धन्यवाद। हाँसो मिठो, जय होस् सबैको। मेरो 2 शब्द